Please give her a big hand, please. Thank you. हेलो एभ्रिवान, म चाहिँ बसेरै भने ल। अब हामी सबैजना सर्वप्रथम सबैजनालाई धेरै धेरै धन्यवाद र बाहिर यस्तो वेदर हुँदाहुँदै पनि तपाईँहरू आउनु भएको छ होइन, बिकज अफ द एनर्जी दिस बिजनेस प्रोभाइड है। अब मेरो बारेमा भन्दाखेरि म अभिनव भण्डारी हो, सबैजनाले चिन्नुभयो होला। जुन लाइभमा हेरिरहनु हुने नयाँ मान्छेहरूको लागि चाहिँ म मेरो परिचय दिन चाहन्छु। मेरो नाम चाहिँ अभिनव भण्डारी हो। म चाहिँ अब फर्मर लेक्चरर भन्न चाहेँ, किन भन्दाखेरि पहिला यो बिजनेस गरिराख्दाखेरि म आफ्नो लेक्चर जर्नी पनि मेरो कन्टिन्यू भइरहेको थियो, तर चाहिँ एज अ प्लान प्रायः जस्तोको होइन, एज अ प्लान बी रन भइरहेको बिजनेसलाई चाहिँ यसले ओभरटेक गरेर प्लान एमा कन्भर्ट गरिदिन्छ थाहा नै नपाइकन कि। सो मैले पनि यो बिजनेस चाहिँ मेरो फ्युचरलाई सम्झेर चाहिँ गरेको थिएँ होइन। फ्युचरमा यो बिजनेसले यति कुरा बुझ्नु, यो बिजनेसले चाहिँ हामीलाई एउटा फ्रिडम दिन्छ होइन, फ्रिडम, हाम्रो टाइम फ्रिडम, हाम्रो फाइनेन्स फ्रिडम र हामी कुनै पनि ठाउँमा बसेर चाहिँ गर्न सक्ने प्लेस फ्रिडम दिन्छ। तपाईँ चाहे घुम्न जानु होइन, चाहे चाहिँ तपाईँ कुनै रेस्टुरेन्टमा बसेर गर्नु। आज हामी यहाँ सेलिब्रेट गर्दा गर्दै पनि हाम्रो बिजनेस रन भइरहेको छ होइन, हाम्रो अटोमेसन सिस्टम। सो यो बिजनेसले हामीलाई हरेक ठाउँमा चाहिँ एउटा फ्रिडम प्रोभाइड गर्छ। त्यो फ्रिडम चाहिरहेको थियो र फ्युचरमा त्यो फ्रिडम इज भेरी इसेन्सियल फर मी भन्ने हिसाबले चाहिँ मैले बिजनेस मेरो आफ्नो दिदी होइन, दिदीकोबाट चाहिँ देखेर मैले स्टार्ट गरेको हो। अब अगाडिको अलिकति स्टोरी फेरि भन्दाखेरि सेयर गर्दाखेरि चाहिँ दिदी चाहिँ युएसबाट यो बिजनेस गरिराख्दाखेरि नेपालमा आएर गर्दाखेरि म सुरुमै म यो बिजनेसमा अट्र्याक्ट त भएको थिइनँ, किनभने म आफू पनि बिजनेस गरिरहेको थिएँ, अरू पनि मेरो कामहरूमा इन्भल्भ थिएँ। तर मैले चाहिँ आफ्नै आँखा अगाडि चाहिँ आफ्नो दिदीको लाइफ चेन्ज भएको देखेँ, दिदी एज अ पर्सन नै चेन्ज भएको देखेँ होइन। एउटा साई नेचरको मान्छे, इन्ट्रोभर्ट मान्छे होइन, यस्तो मान्छेले चाहिँ जुन वेमा आफूलाई प्रेजेन्ट गर्न सक्ने होइन, अरूको सामु बोल्न सक्ने होइन, जुन एउटा फ्रिडम चाहिँ पाइरहेको इन टर्म्स अफ टाइम होइन, फाइनेन्सियल फ्रिडम, पैसा पनि आइरहेको छ, क्वालिटी टाइम स्पेन्ड गरेको छ आफ्नो फ्यामिलीसँग होइन, आफ्नो के अरे टडलर बेबीसँग होइन, प्लस आफ्नो साथीहरूलाई पनि टाइम दिइरहेको देख्दाखेरि चाहिँ मलाई चाहिँ अलिकति क्लिक चाहिँ भइरहेको थियो। बट इट टुक मी 8 months टु स्टार्ट होइन। जब चाहिँ सुरुमा हेर्दाखेरि त ल म यो गर्छु गर्दिनँ भन्नेमा म डाउटमा थिएँ, म डाउटफुल नजरले नै हेर्थेँ मेरो आफ्नो दिदीलाई पनि। सो एउटा स्केप्टिकल सिस्टममा पनि पढ्छु म। आज अब यो यस्तो भइसक्यो होइन, तर मेरो आफ्नो जर्नी सम्झिँदाखेरि चाहिँ आई वाज भेरी स्केप्टिकल। यदि मलाई सुरुमै चाहिँ हुन्छ नि, मैले त्यो डेप्थमा गएको भए त सायद म अब के भन्थ्यो होला, तर मैले आफ्नो आफूले नै अगाडि अब्जर्भ गर्न पाएँ होइन। यो चाहिँ भनौँ न एउटा ठुलो कुरा हो, ठुलो ब्लेसिङ्स नै भयो मलाई। मैले अब्जर्भ गरेँ अनि मलाई चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि म चाहिँ एकदम बाहिरको कामहरू गर्न मन पराउने होइन, इन्टरनेटको काम गर्न मन पराउने। किन भन्दाखेरि हामी सबैले बुझ्न जरुरी छ कि अब दुनियाँ भनेको इन्टरनेट हो होइन। यो त कतिखेर स्ट्राइक भयो होला अझ बढी भन्दाखेरि आफ्टर कोभिड होइन। कोभिड पछि चाहिँ सबैलाई थाहा भयो नि त होइन, एउटा यो ट्रेडिसनल जबको सिनेरियो कस्तो हुन्छ भन्ने कुरा थाहा भयो नि त। सो अब के चाहिने रहेछ भन्दाखेरि इन्टरनेट चाहिने रहेछ। हामी आइसोलेसनमा बस्नुपर्ने भयो भनेको मतलब घरमै बसिन्छ होइन, परिवारसँग बसिन्छ, तर इन्टरनेट त छ नि त, इन्टरनेटको एक्सेस छ नि त। त्यसबाट चाहिँ हामीले दुनियाँ देखिन्छ भनेपछि किन दुनियाँ देख्दा देख्दै बिजनेस नगर्ने त होइन, आफ्नो लाइफस्टाइललाई किन अपग्रेड नगर्ने त होइन। आफूलाई पनि अब एउटा बन्द कोठामा बस्दाखेरि चाहिँ सबै कुरा आफ्नो एउटा सेल्फ कन्फिडेन्सदेखि लिएर आफ्नो जुन लर्न गर्न सक्ने क्यापेसिटीदेखि लिएर होइन, आफूले त्यो पढेको कुराहरू आफ्नो करियरलाई सबैले स्टप गरेर बस्नुपर्ने हुन्छ नि त होइन, बसिन्छ नि त त्यो सिनारियोमा। तर यो बिजनेसले चाहिँ मान्छेको लाइफ नै चेन्ज गरिदिन्छ, ग्रो गराइदिन्छ कि। सो त्यो कुरा चाहिँ आई वाज सर्चिङ र एज सुन एज आई गट म्यारिड, मैले बिहा गर्न साथ चाहिँ मैले मेरो लेट म्यारिजै भयो। सो बिहा गर्न साथ चाहिँ आई स्टार्टेड दिस बिजनेस कि।
सो मलाई थाहा थियो आफ्टर म्यारिज डेफिनेटली विल ह्याभ किड्स होइन, सबैजनाको हुन्छ किड्स हुन्छ, फ्यामिली पनि अगाडि ग्रो गर्नु पऱ्यो। सो आफ्नो न्यू फ्यामिलीलाई पनि टाइम दिनु पऱ्यो। त्यस्तै कुराहरूलाई सोच्दै जाँदाखेरि चाहिँ आई वान्टेड समथिङ, म पहिलेदेखि नै एकदम फ्युचरको बारेमा सोच्ने भएको कारणले गर्दाखेरि पनि होला सायद होइन, त्यो फेसको लागि भनेर चाहिँ मैले प्रिपेयर गराउँदै थिएँ आफूलाई। मैले यो बिजनेस चाहिँ घरमा बस्छु, प्रेग्नेन्ट भएर घरमा बस्छु होला होइन, आफ्नो बच्चालाई पनि टाइम दिनुपर्छ होला भन्ने हिसाबले चाहिँ, त्यो होला भन्ने हिसाबले चाहिँ स्टार्ट गरेको बिजनेस चाहिँ मैले त्यही फेज चाहिँ बाँचेँ कि लिभ गरेँ, इन्जोय गर्न पाएँ बिकज अफ दिस बिजनेस। यदि यो नभएको भए होइन, म चाहिँ प्रेग्नेन्ट फेजमा चाहिँ के हुनु पर्थ्यो होला कामको लागि। डेफिनेटली हामी करियर ओरिएन्टेड मान्छेहरू होइन, पढि लेखिसकेपछि चाहिँ हामी जुनै कुरामा स्टप भएर बस्न चाहँदैनौँ होला होइन, चाहँदैनौँ पनि। अब हो मम्मी गिल्ट हुन्छ, डेफिनेटली धेरै कुराहरू आउँछ। अब घरमै बसेर बच्चालाई मात्रै हेर्छु भन्दाखेरि पनि गिल्ट हुन्छ, किन भन्दा हाम्रो करियर त हामी स्टप गरेर बस्नु पऱ्यो नि त होइन, हाम्रो सबै कुरालाई स्टप गरेर बस्नु पऱ्यो नि त। तर हामी बच्चालाई के भन्छ, बच्चालाई छोडेर चाहिँ हामी काममा जान्छु भन्दाखेरि त्यो बच्चाको मुख हेरेर होइन, त्यो रोगको देखेर पनि हामीलाई एकदमै नराम्रो फिल हुन्छ क्या। सो अप्सन के त, हामीले कति पनि सुख नपाउने त, त्यस्तो होइन। अप्सन यो प्लेटफर्म चाहिँ अप्सन भएर आएको छ, यो प्लेटफर्म चाहिँ ब्लेसिङ्स भएर आएको छ। सो मैले त्यसरी चाहिँ एउटा सोच राखेर चाहिँ यो बिजनेसले चाहिँ हेल्प गर्छ भन्ने किसिमले सोच राखेर स्टार्ट गरेँ र मैले त्यो जर्नी इन्जोय गरेँ। त्यसपछि चाहिँ सुन आफ्टर मेरो प्रेग्नेन्सी चाहिँ मैले मेरो जुन म पढाउँथेँ होइन, त्यो चाहिँ मैले स्टप गरिदिएँ। त्यसपछि आई स्टार्टेड इन्जोइङ दिस बिजनेस होइन। अनि अर्को एउटा कुरा, कतिजना वुमेनहरू चाहिँ के हुन्छ भन्दाखेरि प्रेग्नेन्सीमा डिप्रेसन फेजमा जाने 100% सबैजना नै हुन्छ होइन, डिप्रेसन फेजमा सबैजना जान्छ। तर त्यो फेजबाट बाहिर चाहिँ यो बिजनेसले निकालेको छ। किन भन्दाखेरि निकाल्छ है, किन म भन्छु है, किन भन्दाखेरि हामी डिप्रेसनमा किन जान्छौँ त भन्दा नम्बर 1 हाम्रो अब बडी चेन्ज भइरहेको हुन्छ होइन, हर्मोनल इस्युज भयो, बडी चेन्ज भइरहेको हुन्छ र हामी सबै कुरा स्टप गरेर बस्नुपर्ने हुन्छ। वी वान्ट रेस्ट नि त होइन, हाम्रो बडीलाई त रेस्ट चाहिएको छ, हाम्रो दिमागलाई रेस्ट चाहिएको छ, तर त्यो हामीले पाउँदैनौँ नि त होइन। त्यो कारणले गर्दाखेरि चाहिँ त्यही कुराले हामीलाई खाइरहेको हुन्छ कि। अब यहाँ सोच्नु है, यो बिजनेस कस्तो खालको भन्दा तपाईँले घरमा बसेर होइन आफूलाई पनि सेल्फ केयर गर्न सक्नुहुन्छ। किन भन्दाखेरि तपाईँ कनेक्ट यस्तो मान्छेसँग हुनुहुन्छ जहाँ चाहिँ तपाईँ लाइक माइन्डेड, जो मान्छेले चाहिँ म ग्रोथ गर्न चाहन्छु होइन, मेरो चाहिँ लाइफ राम्रो बनाउन चाहन्छु भन्ने एउटा पोजिटिभ माइन्ड सेट भएको मान्छेसँग कनेक्ट भइदिनुहुन्छ यो बिजनेसको थ्रुबाट। के हुन्छ त्यो पेजमा पनि यु स्टार्ट टकिङ विथ न्यू पिपल होइन, नयाँ मान्छेहरूको नयाँ आइडियाजहरू सेयर हुन्छ, त्यसबाट पनि एउटा पोजिटिभिटी आउँछ कि आफूमा पनि पोजिटिभिटी आउँछ र त्यो पोजिटिभिटी एट द एन्ड आफ्नो बेबीलाई पनि त्यसले पनि हेल्प गरिरहेको हुन्छ। अब आयो फाइनेन्सको कुरा होइन, वी वान्ट टु स्पेन्ड एज पर आवर मिन्स नि त होइन, हामीलाई हामीले आफूले खर्च गर्नको लागि कसैसँग मागिराख्न नपरोस् कि होइन, घरि के लाउन मन लाग्ला, घरि के लाउन मन लाग्ला, त्यो कुराको लागि कसैलाई एक्सप्लेनेसन दिइराख्नुपर्छ भन्दा अगेन त्यही कुराले चाहिँ हामीलाई फेरि डिप्रेसनमा पुर्याइदिन्छ कि। एन्ड आई फिल द्याट वे होइन, एज अ करियर ओरिएन्टेड मान्छे भएर चाहिँ मलाई चाहिँ त्यस्तो फिल हुन्छ। सो अब फाइनेन्सको खर्च गर्न सक्ने क्यापेसिटी पनि आफ्नै हातमा भयो नि त होइन। म भोलि मलाई कहाँ खर्च गर्न मन लाग्ला, मलाई कतै जान मन लाग्ला, के खान मन लाग्ला, मलाई कसैले रोकटोक गर्न सक्दैन। किन भन्दाखेरि फाइनेन्सको क्यापेसिटी मेरो आफ्नो हातमा भयो होइन। भोलि गएर मेरो बच्चाको लागि म यस्तो किन्छु त्यस्तो गर्छु होइन, अब सपना हुन्छ नि त अभियसली, एउटा पेरेन्ट्सको एउटा ममको त स्पेसली झनै सपना हुन्छ। त्यो सपना पुरा गर्नको लागि पनि मैले कसैको मुख हेरेर बस्नु पर्दैन कि, म त्यो गर्न सक्ने बन्छु। र त्यो गर्न सक्ने चाहिँ के रहेछ भन्दा यो प्लेटफर्म रहेछ, यो प्लेटफर्मले दिन्छ। र यो कुरा चाहिँ मैले रियलाइज जुन आफ्नो त्यो फेजमा हुँदै जाँदाखेरि अझै रियलाइज गर्दै गएर म जतिचोटि पनि रियलाइज गर्थेँ, म एकदमै थ्याङ्कफुल हुन्थेँ यो बिजनेस गर्न पाएको कारणले गर्दा, गरेको कारणले गर्दाखेरि। सो कुनै पनि एउटा यस्तो पनि दिन छैन होला कि मैले यो बिजनेसलाई थ्याङ्क यू नभनेको।
सो त्यो फेजमा हुन्छ नि हरेक फेजमा चाहिँ मलाई हेल्प गरेको छ होइन ग्रो गर्नको लागि यो सबै कुरा अचिभ गर्नको लागि एकदमै ठुलो हात छ यो बिजनेसको मेरो आफ्नो पर्सनल गोल अचिभ गर्नको लागि है यो बिजनेसको हात छ सो यसरी चाहिँ एउटा ड्रिम लिएर होइन त्यो सबै कुराहरू प्राप्त गर्छु होला आफ्नो पनि केयर चाहिन्छ होइन त्यो फ्रिडम चाहिन्छ भने त्यो सबै कुराले गर्दाखेरि चाहिँ मैले यो बिजनेस स्टार्ट गरेको र आज यो सबै देख्दाखेरि यतिजना मान्छेहरू होइन सबैजना कनेक्ट हुनुभएको छ सबैजना आफ्नो एउटा केही सपना लिएर आउनुभएको छ होइन त्यो देख्दा एकदमै खुसी लाग्छ र धेरै कुरा त सेयर गरिसक्नुभयो यहाँ स्टोरीहरू पनि सेयर गर्नुभयो उहाँहरू को लाइफ कसरी चेन्ज भएको छ यो बिजनेसले गरेर भन्ने कुरा सेयर गरिसक्नुभयो एकदमै यो माइलस्टोन अचिभ गर्ने यो खादा लाउने जुन छ नि यो सबै कुराहरू पाउने भनेको यहाँ आएपछि चाहिँ एउटा एक किसिमको